इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा आज तेस्रो स्थानको मुम्बई इन्डियन्स र चौथो स्थानको गुजरात टाइटन्स बीच प्रतिस्पर्धा हुँदैछ। साँझ 7:45 बजेबाट हुने यो खेल दुवै टिमका लागि शीर्ष स्थान प्रवेशका लागि हुनेछ। अहिलेसम्म इन्डियन प्रिमियर लिग क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोर 11 खेलबाट 8 जित 3 हार गरी 16 अङ्कका साथ शीर्ष स्थानमा छ भने पन्जाबको 11 खेलबाट 7 जित 3 हार सँगै 15 अङ्क रहेको छ। ऊ दोस्रो स्थानमा छ। त्यस्तै मुम्बई इन्डियन्सको 11 खेलबाट 7 जित 4 हार गरी 14 अङ्क रहँदा गुजरात टाइटन्सले 10 खेलबाट 7 जित 3 हार सँगै 14 अङ्क जोडेको छ। हार्दिक पाण्डेको नेतृत्वमा रहेको मुम्बई इन्डियन्समा रोहित शर्मा पनि रहेका छन्। त्यस्तै अश्विनी कुमार, राज बाबा, कोलिन बोस, ट्रेन्ट बोल्ट जस्ता उत्कृष्ट खेलाडीहरू रहेका छन्। त्यस्तै धारिलो बोलिङ प्रदर्शन गर्दै आएका जसप्रीत बुमराह, दीपक चहर जस्ता खेलाडीहरू पनि मुम्बई इन्डियन्समा रहेका छन्। उता शुभमन गिलको नेतृत्वमा रहेको गुजरात टाइटन्समा भने रसिद खान, अनुज रावत, अर्शद खान, जोस बुटर, कागिसो रवाडा जस्ता प्रभावशाली खेलाडी रहेका छन्। टिममा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका मोहम्मद सिराजले पनि आज खेलमा उत्कृष्ट बोलिङ प्रदर्शन गर्ने अनुमान गर्न सकिन्छ। आज खेलमा तपाईँ मुम्बई इन्डियन्सले जित हासिल गर्छ या गुजरात टाइटन्सले जित हासिल गर्छ, कुन टिमले जित हासिल गर्नेछ, सोको जानकारी गराउनको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु। तपाईँ मुम्बई इन्डियन्सको जितको पक्षमा हुनुहुन्छ भने के कारणले मुम्बई इन्डियन्सले जित हासिल गर्छ जस्तो लाग्छ, त्यसैगरी गुजरात टाइटन्सको जितको कामना गर्दै हुनुहुन्छ भने के कारणले जित हासिल गर्छ, सो लेखेर कमेन्ट गर्नका लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु। यसैगरी खेलकुद टाइम्सबाट कस्ता कस्ता खेलकुद समाचार र खेल गतिविधि आओस् भन्ने लाग्छ, सोको पनि कमेन्ट गर्नका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। मुम्बई इन्डियन्स र गुजरात टाइटन्स मध्ये कुन टिमले बाजी मार्ला कृपया कमेन्ट गर्नुहोला। त्यसैगरी भिडियो लिङ्कलाई सेयर गरिदिनका लागि पनि तपाईँ सम्पूर्ण खेलप्रेमी महानुभावमा हार्दिक अनुरोध गर्न चाहन्छु।